फ्रेन्ड, दिस इज मिस्टर गौतम मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। साथीहरू, आज चाहिँ म होइन ब्याङ्कमा जाँदैछु साथीहरू। फाइनली 1 महिना 10 दिनपछि चाहिँ मेरो चलिरहेको छ। सो पैसा चाहिँ कार्ड निकाल्नुपर्छ है, कार्डमा आउने पैसा चाहिँ। ब्याङ्क चाहिँ धेरै छैन, धेरै टाढा होइन, 10-15 मिनटको पर बाटो हो होइन। हिँड्दै जान पनि सकिन्थ्यो, तर आजभोलिको गर्मीले चाहिँ हिँड्दै जानलाई लास्ट मुस्किल हुन्छ। मसँग साथीहरू कम्पनीको गाडी लिएर जाँदैछु। कम्पनीको गाडी हो, कम्पनी गाडी लिएर के गर्ने, यो कम्पनी गाडीमा एसी केही पनि छैन। यस्तो गर्मी भइरहेको छ भित्र बसेर पनि। यो गाडीको ड्राइभर चाहिँ अझै आएन बाहिर होइन, खाना खान्छ। खाना खाएर आएपछि चाहिँ जानुपर्छ साथीहरू। सो लेट्स सी, भिडियो अन्तिमसम्म हेर्नु होला है। ओके, कितने पैसे डालेगा? 5,000 मालूम नहीं कितना। 5,000 रियाल। कितने 1,000 रियाल? 2,000 रियल। माशाअल्लाह, अल्हम्दुलिल्लाह। अच्छा है ना। यो चाहिँ साथीहरू म होइन ब्याङ्कमा जाने साइडको रोडहरू चाहिँ यो है। यो चाहिँ हाम्रो मैले काम गर्ने एरियाको भ्यू हो साथीहरू। यो चाहिँ भ्यूहरू चाहिँ बबाल छ साथीहरू। 2-3 मिनटपछि चाहिँ ब्याङ्कमा आइपुगिन्छ साथीहरू। होइन पैसा पनि भेट्यो, हल्कासम्म पनि किनेर होइन ब्याङ्कमा आइपुग्यो नि साथीहरू। तपाईँहरू उहाँको भिडियो देख्न कोसिस गरेको थिएँ, तर यतातिर चाहिँ धेरै भिड भएको थियो है, त्यही भएर भिडियो बनाउनु पाइनँ। उनीहरूले मजा आयो साथीहरू। के गर्नु, दुःख सुख होइन, अरू गरिहाल्यो। है साथी।